लाइन सानोबाट सानो अगाडि आऊ सानो अगाडि आऊ छिटो 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 फास्ट हो ल यो भयो अगाडि आऊ सिम्पल अगाडि पछाडि जाऊ जम्मा तर यहाँ सनसेट बबाल देखिरहेको छ यार रोडको गाङ्गुली त्यो हो सनसेट हेर्नु कम क्लियर देखिरहेको यहाँ उहिले आमा ल उहिले ओ बकुल्ला हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ आज यस मेरो नयाँ ब्लगमा र आज हामी ब्लग चाहिँ कहाँबाट स्टार्ट गर्दैछौँ भने हामी हाम्रो ललित चौकबाट यो रहेको छ ललित चौक यी बल्लु छ मसँग बल्लु ल 2 शब्द जाओस् 2 शब्द के भनौँ यहाँ गर्मी आयो बहिनीहरूलाई देखा गर्मी रे मा घाम गइसक्यो यस्तो मौसम छ आज यी घाम बस्दै रहेछ मायाको चिनरिया BYD द कार BYD बल्ल यस्तो कार कहिले चढ्नु पाउला चिन्ता नगर मिसेर दाइले युट्युबबाट कमाएपछि केही न केही गर्छ तेरो लागि त्यसको लागि त सपोर्ट मात्र गर के सपोर्ट ब्लग हेर्ने गर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्ने गर होइन त्यसपछि त अनि म तँलाई त्यहाँ गाडी किने त झाडु पोछा गर्ने बनाइहाल्छु नि हो कि नै गाइस त्यही हो भ्लगलाई त सबैजनाले हेरिदिनु होला र सपोर्ट पनि गरिदिनु होला और दाइ भ्लगमा स्वागत छ है दाइ रिसाएर गएको छ हाम्रो कामिक्षा डेरी हाम्रो प्रोपराइटर के अरे मोहन बोरा दाइको होइन अस्तिको जो ऱ्यापर थियो नि अघिल्लो भ्लगमा यो पसल चाहिँ उहाँकै हो दाइलाई लास्ट तर दाइको भ्लग ऱ्याप चाहिँ सबैजनाले मन पराएको थियो कि कमेन्टमा नि यति धेरैजनाले ऱ्यापर दाइ भनेको थियो कि फारेस्ट स्कुल हो यो चाहिँ म पढेको स्कुल हो यो चाहिँ बल्लु पढेको यो स्कुलमा चाहिँ को पढ्छ गाइज भन्नु होला है कमेन्टमा आएर अहिले चाहिँ दामी बनाएको छ कि बल्लु यार पहिला भन्दा यस्तो बवाल भएर भित्र जाउँ पाइन्छ जान भित्र सोध्नु एकछिन पाइन्छ कि यसो भित्र गएर एक्सप्लोर हानिदिउँ न मोममा बसहरू त आजकल कतिवटा बस्छन् होला छोड्दै जाउँ गाली गर्ला बाकुला भन्ला नि त भगवान् मलाई के भन्नु यो गयो पनि तर पहिला यहाँ यो ग्राउन्डमा चाहिँ क्रिकेट हामी खेल्थ्यौँ होइन लास्ट मजा आउँथ्यो कि जहिले पनि जिरोमा आउँथ्यो बिहान जिरोमा अरे म होइन यिनीहरूको टिममा म आउने बित्तिकैमा चाहे पनि हान्थेन यो होइन प्रत्येक गेममा जिताइदिन्थेँ कि यिनीहरू फेरि एक दिन पनि खेल्न नआएपछि कमलले आउनु भएन भनेर मलाई सब भन्थेँ कि नठाएर भन्नु मामेलाई सोध मामे भन् त कमेन्टमा आएर भन् त म मेरो के अरे पहिलाको कहानीहरू बच्चाहरू मलाई के भन्थे बच्चाहरू त नै ठुलैहरू त्यही हो गाई जहाँ रोपाइ सपाइ भइसकेको छ यी जम्मा तर यहाँ सनसेट बबाल देखिरहेको छ यार रोडको गाङ्गुली त्यही हो सनसेट हेर्नु कम क्लियर देखिरहेको यो चाहिँ ग्राउन्ड फरेस्टको यो स्कुलमा को पढायो भने कस्तो छ पिच त अहिले लोद्धर भएको होला पहिलेको त खतरा थियो अहिले त बर्खा लाग्यो नि त यार बर्खा पनि लाग्यो त्यही हो बाख्रा कहाँ भागे बाख्रा भागिसकेको अवस्था यहाँ दौड छ उठुल मम्मीलाई बल्लु कहाँ हो बाख्रा तराउनु आयो त बाख्रै भाग्न खान त कसो हो मार्छन् क्या हो यो भ्लगमा जान्ला लौ तिम्रो पनि आयो बोल कि को हो भने होइन बोल नि त मी उहाँ सब हेर्छन् दाइहरू त्यही हो गाइस बाटो चाहिँ यस्तो छ हिलोमै पुरै जम्मै यहाँ पुरा रोपाइको सिजन आइसकेको छ जम्मैहरू मान्छेहरू चाहिँ यहाँ जाउँ त रोपिराखन् के गर्ने हामी के रोप्दिउँ बोलायो त रोपिदिन्थ्यो होला म त साँच्चीमा जाउँ त रोपिदिउँ भने त्यही हो अब हामी पछि रोप्ला यार तर आजकल त यस्तो बवाल भइसक्यो झन् यहाँ पहिला नि एउटा घर थिएनन् कि अहिले त यत्रो ठुल्ठुला घर लागिसक्यो पहिला जम्मै खेतै खेत थियो रोड बनिसक्यो यहाँ नन्दीनाथ स्कुल छ यी बिल्डिङहरू त्यसको नन्दीनाथ स्कुल ओ त्यो मालिका बी ब्लक भन्ने चाहिँ त्यो त्यही हो बुझ्नेले बुझिहाल्यो नबुझ्नेले त्यही हो बुझ्नेले बुझिहाल्यो नबुझ्नेले हाल्यो हो त्यही हो यार त्यही हो गाइस
पहिला यहाँ लिची चोर्नु लाग्यो पहिला यहाँ लिच्ची केमा यहाँबाट हामी तैँले पहिला चोरिस् किन यो घरबाट लग्नु आम पनि कति चोर्थ्यौँ हामी यहाँबाट ओ बकुल्ला 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 उडे बकुल क्रिकेट खेल्थ्यो होइन अनि यहाँ आउँथ्यो लिची चोर्नु सिधै भाग्ने पहिला हाम्रो मेन ग्राउन्ड भनेको ऊ त्यहाँनिर होला त्यो ऊ त्यो सिमलको रुख थियो त्यहाँनिर आजकल त सिमलको रुख पनि छैन ला काटिहाल्यो त्यो भाइहरू खेल्न यो ग्राउन्डमा पनि खेल्थ्यौँ हामी यहाँनिर एउटा यहाँनिर पनि ग्राउन्ड थियो अनि त्यसपछि ग्राउन्ड उ त्यो भयो नन्दिया स्कुलको त्यो ग्राउन्ड आजकल त कहाँ छ त्यहाँ पनि खनिहाल्यो क्या कता त्यो ग्राउन्डमा टक्क खनिहाल्यो अब त्यही त हो रोपाइ गर्न सुरु भइसकेका छन् मान्छेहरू आफ्नो आफ्नो खेतमा अनि कहाँ खेल्न पाउने हुन्छ क्रिकेट यार आइज म चाहिँ यहाँ साइकल चलाएर आएको अवस्था बच्चाहरूको बल्लु चाहिँ यहाँ क्रिकेट खेलिरहेको छ पनौती बच्चाहरूले पनि हान्न सकेन यार ल भाइ भ्लगमा स्वागत छ है तिमीलाई नाम बता आफ्नो भाइहरूको साइकल चलाएर आएको छु म गियरवाला भाइ यो साइकल कसको हो यार ल बोल्नु आन थुक्कामा पनौती होस् त आउट बोलो आउट त्यो गाह्रो छ गाइज यार यो साइकल हो तँलाई भेरी भेरी गुड गाइज सो फेरि पनि हामी यहाँ भाइहरूसँग भोलि पनि आउनेछौँ क्रिकेट खेल्न भाइ तिमी लास्ट राम्रो बल फाल्छौ भन त तिम्रो नाम के हो नाम भन न यार आयुष भट्ट यो भाइ चाहिँ अब फ्युचरमा गएर चाहिँ एनपिएल खेल्न सक्छ नाम चाहिँ आयुष भट्ट हो कहाँ पढ्छौ भाइ तिमी लास्ट ठग रहेछ यो भाइमा यो भाइ ठग नम्बर 1 रहेछ सो ब्युटिफुल बललाई चाहिँ यहाँ ल यहाँ आउनु भने किन लाग्छ यार हामी केटी हो हामी केटी हो अनि किन यस्तो यो बेला किस्तो बेला यो भाइको यो भाइ ठग रहेछ यो तरमा यार किन यस्तो यहाँ लास्ट चाहिँ लाज मान्दिने यार युट्युब हेर्छौ नि युट्युबमा कमलको भ्लग सर्च हान्नु त्यसपछि मलाई सब्सक्राइब भन्नु है यो भ्लग आउँछ साँझपछि है कन्टिन्यू हेर्दै हो न बच्चाहरू यार लाज मान्छ नि यार त्यही भने भाइहरूलाई के हामी पनि तिमी जस्तै हो कि भाइ यार किन भन्छ बोल्दै हो त केटाहरूसँग हुने यहाँ उहिले हाल्न ल उइली यसले चाहिँ त्यो साइकल भाँचिसक्यो सायद अब यहाँ तिर्नुपर्छ भनेर चाहिँ चुपचाप लागेर साला के भन्नु खायो क्यामेराम्यानबाट तर निकाल्छ अहिले भाइ साइकल ल्याउ त ढल्यो ल भाइ है भाइ गरेर जाऊ भाइ तिम्रो नाम के हो पहिला भन त मेरो नाम दिपेश कटाए दिपेश कटाए तिमी आऊ यो पनि ठाउँ हो त सब ठाउँ हो तिमीहरूमा ल है अबदेखि नठाउनु है भाइ अबदेखि ठाउनु न यसरी है ल तँलाई ठगिदिन्छ नि यार बच्चाहरू यार यो भाइ लास्ट ठाउँको तल यार भाइ तिम्रो के भन्यो खाली अझ ठग लाग्दैन भाइ भन् रियल हो नि ल पछि हेर्छु म तिमीहरूको ब्याकग्राउन्ड आउँछ पछि हेर्नु है साँझतिर साँझ 8 बजीतिर हेर्नु है ल भाइ भाइहरू है भाइहरू आऊ सबै आऊ लाइन लगा यहाँ पहिला लाइन छिटो लाइन सानो अगाडि आऊ छिटो फास्ट हो ल यो भाइ अगाडि आऊ तिमी पनि अगाडि पछाडि जाऊ ल अब यता सिधा लाइन बनाऊ न यार स्कुलमा कस्तो लगाउँछन् ल हात अगाडि ल यो भाइ यता साइड सब यस्तो निस्केर यस्तो लाइन बनाऊ यस्तो लाइन ल तिमीहरूको नाम भन एक गरेर यहाँबाट भन ल के हात तल गर के तिम्रो नाम रियाज तिम्रो नाम यहाँ क्यामेरामा हेरेर भन्नु युधिष्ठर ल प्रिन्स सिंह अब यो चाहिँ तिमीहरूको भ्लग हो होइन यो भ्लग चाहिँ पछि च्यानलमा आउँछ कुन च्यानलमा भने चाहिँ मेरो च्यानलमा बुझ्यौ